हेलो वेलकम एभ्री आज चाहिँ यत्तिकै रुममा फ्री टाइममा बसेर त्यहाँदेखि एउटा दिमागमा आइडिया आयो। म ल्यापटप हेरेर धेरै आँखा बिगारिरहेको छु। सो आई थट समथिङ टु मेक यसलाई टाउँछ न मलाई अगाडि जाँदाखेरि अनि त्यसपछि म पछाडि हटाउँ न भन्ने तरिकाले मैले एउटा के बनाएको छु हेर यहाँ चाहिँ यो एचसी एसआर4 सेन्सर छ अनि आर्डिनोबाट हल्का कनेक्सन गरेर हेयर इज द कनेक्सन। अब यो कनेक्सन त के भन्नु, अनि कस्तो भन्दा बेसिकली अब म योभन्दा एउटा डिस्टेन्स चाहिँ अब मेन्टेन गर्न मिल्छ। यो चाहिँ मैले 30 सेन्टिमिटरमा परेको छु, त्यसमा 30 सेन्टिमिटर नजिक गयो भने चाहिँ यो लाइट बोल्छ। लाइट बोलेपछि चाहिँ पछाडि हट्ने भन्ने मलाई थाहा हुन्छ, म पछाडि हेर्छु। त्यसको ठाउँमा बजार राखेको भए अझै राम्रो हुन्थ्यो। बजारको लागि चाहिँ एउटा बजार थियो तर त्यसले काम गरेन, त्यही भएर अहिले एलइडीले चाहिँ काम चलाइयो। सो यहाँ छु, बत्ती बलेन अनि यहाँ गयो भने यतिको गयो भने इट विल डिटेक्ट। अलिक माथि चाहिँ त्यही भएर काम माथितिर मात्र डिटेक्ट गरेर राखेँ। सो यसले चाहिँ मलाई आँखा बिगार्नबाट बचाउँछ। थ्याङ्क यू भेरी मच। यति नजिक जानु हुने हुन्छ।